सम्पूर्णमा नमस्ते अनि राधे राधे। आज हामीले जान्नेछौँ कुन राशि भएको व्यक्तिको स्वभाव कस्तो हुन्छ, कुन राशि भएको व्यक्तिको भाग्य कस्तो हुन्छ। आउनुहोस् भिडियोलाई सुरु गरौँ। यदि अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने पक्कै पनि सब्स्क्राइब गर्नुहोला, भिडियोलाई लाइक अवश्य पनि गर्नुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा अवश्य पनि कमेन्ट गर्नुहोला। पहिलो हो मेष राशि। मेष राशि हुने व्यक्तिको मन अलि चञ्चल खालको हुने गर्दछ। मेष राशि भएको व्यक्तिले स्त्रीलाई वशमा गर्न सक्दछ। यात्रा गर्न चाहने साहसी दमको रोगी हुने गर्दछन्। मेष राशि भएका व्यक्तिहरू छिटो रिसाउँदछन् भने समाज सेवामा अत्यन्तै अगाडि हुन्छन् मेष राशि भएका व्यक्ति। दोस्रो हो वृष राशि। वृष राशि भएका व्यक्तिहरू अत्यन्तै आकर्षक, धनी, चञ्चल, सुखी स्वभावका हुने गर्दछन्। व्यापार बिजनेस गर्न चाहने, लोकप्रियता कमाउन चाहने र ख्याति प्राप्त गर्ने खालका हुन्छन् वृष राशि भएका व्यक्तिहरू। मिथुन राशि भएका व्यक्तिहरू राम्रा हुन्छन्। सुन्दर शरीर भएका, भाषण गर्न सक्ने, विद्वान, हाँसो मजाक गर्ने स्वभावका, अध्ययनमा रुचि राख्ने, आयु लामो भएका, कर्तव्य अकर्तव्य बोध भएका र सङ्गीतमा रुचि भएका व्यक्तिहरू हुन्छन्। यी व्यक्तिहरू मिथुन राशि भएका व्यक्तिहरू। कर्क राशि भएका व्यक्तिहरू व्यापार बिजनेसमा अत्यन्तै अगाडि हुन्छन्। चञ्चल स्वभावका हुने गर्दछन्। सुन्दर हुन्छन् तर हिँड्दा थोरै ढल्किएर हिँड्ने स्वभावका हुन्छन् कर्क राशि भएका व्यक्तिहरू। सत्कर्म गर्दछन्, धनी हुन्छन् र जग्गा र जमिनको कारोबारमा अत्यन्तै अगाडि हुने गर्दछन् कर्कट राशि भएका व्यक्तिहरू। अर्को हो सिंह राशि। सिंह राशि भएका व्यक्तिहरू साहसी, मान सम्मान खोज्ने खालका, चञ्चल, मानसिक रोगी, पेट र श्वास प्रश्वास सम्बन्धी समस्या भएका, थोरै घमण्डी, थोरै विद्वान तथा महत्त्वकांक्षी, तर महत्त्वकांक्षी भए पनि धार्मिक प्रवृत्तिका हुने गर्दछन् सिंह राशि भएका व्यक्तिहरू। त्यस्तै अर्को हो कन्या राशि। कन्या राशि भएका व्यक्तिहरू सुन्दर, रूपवान, ज्योतिष क्षेत्रमा अगाडि बढ्न सक्ने, सङ्गीत र नृत्यमा रुचि भएका, मनका कुरा नलुकाउने, सत्य बोल्ने, सत्कर्म गर्ने, इमान्दारी, धनी तथा बुद्धिमान हुने गर्दछन् कन्या राशि भएका व्यक्तिहरू। तुला राशि भएका व्यक्तिहरू सत्कर्म गर्न चाहने, जे भए पनि त्यो कुरामा सन्तुष्ट हुन सक्ने, चतुर, रोगी, केही रूपमा भए पनि लोभी, बुद्धिमान तथा आफ्नो जीविका आनन्दपूर्वक चलाउन सक्ने खालका व्यक्तिहरू हुन्छन् तुला राशि भएका व्यक्तिहरू। वृश्चिक राशि भएका व्यक्तिहरू दाजुभाइ र मातापिताबाट केही कष्ट प्राप्त गर्दछन्। केही झगडालु स्वभावका हुने गर्दछन्। मनमा कुनै पनि कुरा राख्न सक्दैनन्। स्पष्ट वक्ता हुन्छन्। लेखनको क्षेत्रमा अत्यन्तै अगाडि हुन्छन्। समाजसेवी हुन्छन् तर जलबाट अत्यन्तै भय हुने गर्दछ वृश्चिक राशि भएका व्यक्तिहरूलाई। धनुराशि भएका व्यक्तिहरू अत्यन्तै ज्ञानी हुन्छन्। पढाइमा तीव्र हुन्छन्। आफ्नै देशमा स्वरोजगार प्राप्त गर्न सक्ने खालका हुन्छन्। उपकारी हुन्छन्। उनीहरूको जीवन अनुकरणीय हुन्छ। दाम्पत्य जीवनमा अत्यन्तै सुखभोग गर्दछन्। अनेक विद्याका खानी हुने गर्दछन् र ज्ञानी हुने गर्दछन् धनुराशि भएका व्यक्तिहरू। मकर राशि भएका व्यक्तिहरू सत्य बोल्दछन्। मनमा केही पनि कुराहरू लुकाउँदैनन्। आचरण अत्यन्तै शुद्ध हुने गर्दछ। चतुर तथा बुद्धिमान हुने गर्दछन् तर केही रूपमा स्वार्थी स्वभावका हुने गर्दछन्। अलि धेरै बोल्दछन्। स्वार्थी भएकै कारणले केही रूपमा घमण्डी पनि हुने गर्दछन्। लोकप्रियता कमाउनमा अत्यन्तै अगाडि हुन्छन् मकर राशि भएका व्यक्तिहरू। कुम्भ राशि भएका व्यक्तिहरू धार्मिक, परोपकारी हुने गर्दछन्। त्यस्तै प्रकारले अलि अग्ला हुन्छन्। अलि हाइट धेरै भएका हुन्छन् कुम्भ राशि भएका व्यक्तिहरू। सङ्गीतको क्षेत्रमा अत्यन्तै अगाडि हुन्छन्। विद्वान हुन्छन् र साधुको सङ्गत गर्ने खालका हुन्छन् कुम्भ राशि भएका व्यक्तिहरू। अन्तिम हो मीन राशि भएका व्यक्तिहरू अत्यन्तै सुन्दर, छिट्टै कुनै पनि कुरालाई बुझ्न सक्ने, समाजसेवी, सरल, श्रृङ्गार सम्बन्धी व्यापार गर्ने, साधक तथा लोकप्रिय हुने गर्दछन्। यसरी हामीले जान्यौँ कुन राशि भएका व्यक्तिहरू कस्तो कस्तो स्वभावका हुने गर्दछन्। आजको लागि भने यस्तै अमेजिङ भिडियोजहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन दबाउनुहोला। नमस्ते, राधे राधे।